अहिले नेपालको पोलिटिकल स्फियरमा सबैभन्दा बढी लेखिएको कमेन्ट वा स्टाटस मध्येको एउटा शब्द हो लुसिफर। जब कसैलाई तल झार्न छ, नीच देखाउन छ, सबैभन्दा पहिलो हतियार हुन्छ प्रमाण। यदि प्रमाण भेटिएन भने त्यसपछिको सबैभन्दा ठुलो हतियार हुन्छ मिथ, भ्रम अनि कथा। त्यस्तै एउटा कथा हो लुसिफर। नेपालीहरूलाई रिस उठ्दा सामान्यतया नेताको सम्बोधन कसरी गर्छन्? चोर, डाका, फटा, नालायक, भ्रष्टाचारी अनि ठग। कतिपय पुष्टि पनि हुन्छन्, भएको पनि छन्। तर बालेन शाहलाई के भनियो? लुसिफर। लुसिफर भनेको खास हो के? ल्याटिन भाषामा लुसिफर भनेको लाइट बेरर, प्रकाश बोकेर आउने मान्छे। लक्स भनेको लाइट, फेरे भनेको क्यारी गर्नु। यसैलाई आधार मानेर एन्सियन्ट रोममा बिहानै देखिने चम्किलो तारा अर्थात् भेनसलाई के भन्थे? लुसिफर। अनि यस्तो राम्रो अर्थ दिने शब्द कसरी अचानक भिलेनको रूपमा चित्रण भयो? यसलाई हेरौँ। बाइबलमा प्रोफेट इसाईले बेबिलोनको राजा जो अत्यन्त घमण्डी र सामन्ती थिए उनको बारेमा एउटा व्यङ्ग्य कविता लेखे। हाउ आर यु फलन फ्रम द हेभन ओ मर्निङ स्टार। हेभनबाट खसेको भन्नाले साँच्चै एन्जल होइन, यो एउटा मेटाफर हो। यसको खास अर्थ थियो धेरै माथि पुगेको शक्ति अचानक तल खस्यो। र ओरिजिनली हेब्री भाषामा रहेको त्यो बाइबललाई जब ल्याटिनमा ट्रान्सलेट गरियो, यही मर्निङ स्टार भन्ने शब्दलाई लुसिफर लेखियो, किनकि ल्याटिन भाषामा मर्निङ स्टारलाई लुसिफर नै भनिन्थ्यो। अनि त्यसपछि पादरीहरूले लुसिफरलाई सिम्बोलिक रूपमा लुसिफर भनेको खसेको एन्जल भनेको शैतान भन्ने भाष्य बनाए। जसरी उति बेला धर्मका ठेकेदारहरूले नबुझिकन लुसिफर शब्दको प्रयोग गरे, त्यसै गरी आज पनि यही शब्द हाम्रो नेपालमा राजनीतिका ठेकेदारहरूले प्रयोग गर्दैछन्। किनकि प्रोफेट इसाईले जे सोचेर, जसलाई सोचेर लुसिफर भन्ने शब्द लेखाएको थिए, त्यो हिसाबमा बालेन शाह लुसिफर होइन, लुसिफरलाई ढलाएको मान्छे चाहिँ। र यो कुरा सारा नेपालीले बुझिसके। अब यो बुझ्नु बाँकी भनेको एमाले, दुर्गा प्रसाई, सौरभ अनि हर्क साम्पाङ मात्र बाँकी छ। किनकि नेपालको हकमा यो शब्दलाई चर्चामा ल्याउने व्यक्ति हुन् दिनेश सत्याल अर्थात् सौरभ। आफ्नै दुई तिनवटा नाम भएको हुनाले सायद उनलाई अरूको नाम राख्न रुचि पनि भएको हुन्छ। र जसरी उनले एउटा इन्टरभ्यूमा अचानक लुसिफर भने, उनले त्यसै गरी मुसिफर वा मुसाफिर भनेको भए पनि त्यो हिट हुन्थ्यो। किनभने त्यसमा इम्पोर्टेन्ट छ टाइमिङ। जेन्जी आन्दोलनपछि बालेन र अन्य जेन्जीहरूले जब ब्याकल्यास झेलिरहेको थिए, त्यति बेला ढलेका शक्तिहरूले उठ्ने कोसिस गरिरहँदा उनको शब्दले काम गरे, हिट पनि भयो। डुब्न लागेकोलाई एउटा सिङ्काले पनि धाने जस्तो। त्यसैले आरोप लगाउन, आरोप टिप्न र आरोप सिक्नुभन्दा पहिला त्यसलाई भेरिफाई गरौँ। किनकि घुमी फिरी अरूको लागि होइन, आफ्नो लागि बढी जरुरी छ।